समिताको बोयफ्रेन्डले हरायो। दुईजना खानको लागि सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल निजगढ स्क्वायर र फेरि पनि हजुरलाई स्वागत छ। आजको हाम्रो न्यू डे न्यू जाडोको मिनी मुकबाङ विथ हाम्रो झिल्ली छ अनि यो चप भनेको यो कचरी छ हैन। सो आज चाहिँ हामीहरू यतिकै बुट्नी दिदीको भनेकोमा हामीहरू चाहिँ आज मुकबाङ गर्दैको मतलब यो झिल्लीकै कचर कचर खाने हो। यो चप हैन पकौडा अनि उहाँ चाहिँ बर्दिवासबाट आउनु भएको छ भर्खरै हैन। सो त्यही भएर चाहिँ अस्ति नै मलाई क्यामेराम्यान बनाएको थियो, अहिले छैन कोही पनि क्यामेराम्यान। ओके ठीक छ त। ल अब चाहिँ हामीहरू झिल्ली खाना गएको छ साथीहरू। सो लेट्स गो। एउटा एउटा उठाउनु सबैजना अनि पोज गर्नुपर्छ थम्बनेलको लागि सबैजना यसरी पोज गर्ने साथीहरू। ल 1 2 मेरो बना झिल्ली नै पाल परेछ। रुकै ल एउटा पनि झिल्लीको पाल ल ल फुट्ने यता आउँछ कि घटियो यता आउनु पर्दैन। ल ल ओइ नगर न त्यसरी ल। A few moments later. Hold it. खाऊँ सबैजना झिल्ली राखौँ न। अब मासुलाई चाहिँ बोइल गरेर मेरो मम्मीले यहाँ काटिराख्नु भएको छ। हेर्नुहोस् लाइक गरिदिनु सबैजना साथीहरू। ओके हेर्नुहोस् आज चाहिँ भन्नेवाला छ पोर्कको रेसिपी। अब चाहिँ मेरो मम्मीले यहाँ पोर्कको मासु बनाउन गइरहनु भएको छ। हेर्नुहोस् मासु चाहिँ काटेर रेडी पारिसक्नु भएको छ एकदमै स्टाइलिस पारामा। यति धेरै चाहिँ पकाउनुहुन्न, आधी मात्र पकाउनुहुन्छ किनभने दुईजना खानको लागि धेरै पकाउनुहुन्न, आधी चाहिँ राख्नुहुन्छ भोलि पर्सिको लागि। त्यही भएर सबभन्दा पहिला चाहिँ प्याज अनि पत्रकलाई पकाउनु भयो। अनि के छ मेथी प्याज अनि पत्रकलाई राम्रोसँग पकाउने। मासु हालेर मजाले भुटिराख्नु भएको छ। आफूले जसरी आउँछ त्यसरी नै पकाउने हो साथीहरू, आफ्नो स्टाइल हुन्छ। सो मेरो मम्मीले चाहिँ यसरी नै पकाउनु आउँछ, त्यही भएर यसरी नै पकाउनु हुन्छ। अब चाहिँ मजाले भुट्नुहुन्छ 10-15 मिनट जति यसरी नै। सो म चाहिँ अब गएँ भिडियो एडिटिङ गर्न। सो साथीहरू म चाहिँ अब भिडियो हाल्न गइरहेको छु। लेट भइसकेको छ, 6 त अघि भइसकेको थियो। त्यही भएर साथीहरू म चाहिँ एकैछिन उता गएको थिएँ होइन। अनि मेरो मम्मीले चाहिँ एकैछिनमा यो पोर्कको मासु चाहिँ बनाइसक्नु भयो। एकैछिनमा त भएन, आधी घन्टा जति लाग्यो है। म चाहिँ उता भिडियो हालिरहेको थिएँ अनि त्यही भएर हेर्नुहोस् अब चाहिँ मेरो लागि त्यहाँ चिकन बनिरहेको छ। सो म चाहिँ यो पोर्क खाँदिनँ नि त, त्यही भएर सो अब चाहिँ उता गइरहेको छु। अनि एकछिनमा भात खाएको भिडियो देखाउनु पर्ला। सानो खाँदा नि हुन्छ टुरेर होइन त। एकदम मिठो साथीहरू। जाडोको झिल्ली खान आउने मन छ भने मेरो घरमा आउनु होला। मेरो भाउजूले बेच्नुहुन्छ 5 रुपियाँको एउटा। अनि चप पनि पाइन्छ 10 को 2टा 20 को परेर 3टा। हामी चाहिँ यतिकै खाजा खाइदिएको आज होइन त। बुट्नीको पनि बाहर भइसकेको छ बच्चा कति बुट्नी किन भन्नुहुन्छ? नामै त्यही छ नि नाम हो। मिठो गाई सालेको खोपडी तोड साले। सब पनि खानु पर्यो है सबैजना। डढेको खानु त ल खाएर तातो चप भिडियो लागि तातो भन्नु पर्यो, रियलमा चिसो न खाएर चप पनि मिठो भयो है। यो चप पनि पाइन्छ। पकौडा प्याजी पकौडा 5 को कतिवटा? 5 को कतिवटा? एउटा 10 रुपैयाँको 3। तिमी नखाने हो? झिलीमा के छ झिलीमा? गुलियो हैन। झिलीमा गुलियो हुन्छ त? चिनी हाल्छ थोरै।
कति मिठो झिली साथीहरू मिठो छ दादा किन यस्तो गरेको मिठो छ त साथीहरू मैले चाहिँ हिजो हामीहरू चाहिँ पिकनिक गएको थियौँ कस्तो लाग्यो भ्लग त्यो पनि कमेन्ट गर्नु होला हामी चाहिँ एकदम मेहनत गरेको थियौँ एकदमै मेहनत गरेको थियौँ झर्ना पनि अनबक्सिङ गरेको थियो हामीहरूले नयाँ झर्ना भेटाएको तपाईँहरू पनि त्यो झर्ना भिजिट गर्नु होला मुखबाङ भिडियो बनाएको गफबाङ भएछ हाम्रो गफ गर्न घटी तेरो बारेमा सिमरन कहाँ छ सो गाइजहरु समिताको बोयफ्रेन्डले कता हरायो को बोयफ्रेन्डको नाम के हो थाहा छैन ए एकदम क्रन्ची क्रन्ची आवाज आइरहेको होला तपाईँहरूलाई के भयो सरी है मैले समिताको बोयफ्रेन्ड छैन ए ल नठनी के नागे यस्तो गुङ्गी मेरो शॉप खाबे बाबा दुआ भन्छस् खाऊ खाऊ अहिले म खाइदिन्छु फेरि हामी अर्पिएर म के टप म खान्न सेयर मी मलाई मिठो लाग्न सेयर मी कस्तो मिठो गाइज मिठो लागेन लाग्दैन र मलाई लाग्छ तर धेरै उठ्छ है ए ब्रेन्जी खालाउँछ अहिले युनिसा मेरा नाम है बुल्ला के भन्नुभएको खाऊ न सो गाइज धेरै जाडो छ साथीहरू तपाईँ पनि झिल्ली खानु होला जाडोमा जे छ घरमा त्यही खानु होला तातो तातो गाइज तपाईहरुलाई थाहा नै होला हामीले के बुट्नी चाहिँ गफ गफ खाइरहेछ मकाको फाइदा उठाइरहेछ मुखबाङ गर्न चाहिँ बुट्नीले लिएर आउनुपर्छ खतरा खान्छ देख्नुहोस् लुकेर पनि सबभन्दा ठुलो भएर पनि बुच्कीमा बसेको छ के भयो युनिसा राम्रोसँग बस न ओ माई गॉड स्न्याप बना न झिली खाएको खाए ल चियर्स आमा भयो ल ओके बाई यहाँबाट हल्न न त यहाँ दुख्यो मेरो खुट्टा भइसकेपछि म उभिएर खान्छु ल उभिएर खानु ल हेलो हामीहरू झिली खाँदै गाइज त्यहाँ देखाउन त्यहाँ भिडियोमा देखाउनु यहाँ मलाई पनि त्यहाँ देखाइदिएर होला त्यहाँ भिडियोबाट म नि हेर्छु के ए भयो के युनिसा छ्या ल भाग गाइस सॉरी बुटनी दीदीलाई देखेन सोचना पड़ता है रे कौन सी गाली देने का सोचना पड़ता है मेरे को पानी छैन पानी खानु हुन्छ खानु हुँदैन अहिले किन थापै बुझ्छ ओइली छ क्या धेरै त्यही भएर फेरि त्यो के अरे असुका हो कि कसको रे टाढै जाँदैछन् कहाँ जाने रे हाइकिङ हाइकिङ जाने रे सर ए सरी है नि साथीहरू के रे हाम्रो सानीले बेहुली कि हजुरले बेको देखिसक्नु भयो होला भिडियो अनि त्यो बेहुली होला नि त्यो बेहुलीले मलाई 500 रुपैयाँ दिएको सबैलाई उहाँलाई पनि मलाई पनि अलि अरू मामालाई पनि हैन हो मैले हजुरलाई सोधेको छैन कहिले भिडियोलाई देखाऊ के गर्ने मोबाइल फुटायो तेल लगाएर तेल भयो आमा मोबाइल गाई तपाईलाई एउटा चिज देखाउँछु ल देखाइदिनु त के हो त्यो पैसा
के हो त्यो कहाँको पैसा विदेशको कसले दिएको बुवाले गाइस राम्रो गरी देख्नु भएन होला भयो कि छोड्न अहिले सो गाइस बाइ बाइ मलाई त एउटा छैन खाऊ न त उठ्यो के जेरी भएको भए हुन्थ्यो जेरी होइन के जेरी मतलब के हो जेरीको डुप्लिकेट जेरीको डुप्लिकेट बुझेन भएको म चाहिँ गाइस भिडियो बनाउँदाखेरि नाच्ने भात खाँदा पनि नाच्ने अनि खेल्दा पनि नाच्ने ला ब्याडमिन्टन के ब्याडमिन्टन कहिले लयो खेलिराख्नु होला खेलोस् न त अहिले साथीहरु यो चाहिँ छटुको चाहिँ लाबुबु हो लाबुबु भन्छ हैन लाबुबु चुडेलवाला हेर्नुस् ड्यान जस्तै छ